विदेश बसेको छ, हामीलाई केही गरेन विदेश बसेर पनि, तैँले विदेश बसेर के गरिस् भन्नेहरूको लागि यो घर भाडा, यो बच्चा बच्चीको स्कुल फी, यो खाना रासन, यो ब्याज, ऋण लिएको ब्याज तिर्ने, यो औषधि उपचार यताउता खर्च, यो र यो 10 को नोट गरी यो 200 रुपियाँ मेरो लागि, म आफ्नो लागि। मलाई पनि त यसो घुम्न मन लाग्छ, मलाई पनि यसो खान मन लाग्छ, यो मेरो लागि। बस खै अरु के गरौँ यो पैसाले म। यस्तै हो पीडा, मेरो मात्र हैन यो सबैजनाको पीडा हो। यस्तो पीडा को कोले भोग्नु भएको छ प्लिज कमेन्ट गर्नु होला। थ्यांक यू, किप वाचिङ।